पाहाडमा बसिन्छ भनेर भ्याक्क लार गर्नुपर्छ रे यो घर बिचरा यहाँ के छ र म बनाएर तर यहाँ हाम्रो त स्वर्ग हो स्वर्ग हो मनले आगाले खान सक्छ हाम्रो त आगाले नखानी बाबुसम्म बसेको यस्ता भिरमा यस्ता कन्तारमा हेर्दो यस्तो कन्तारमा हो नि त यस्ता कन्तारमा घर बनाएर बसेका छन् हाम्रो त स्वर्ग गरे यार हाम्रो त बहुत स्वर्ग हामीले त नचिनेर हाम्रो आफ्नो जन्मभूमिलाई नचिनेर हामीहरू अलिकति दुःख पाएका छौँ यार अब के गरौँ दुःख त पाएका छैनौँ दुःख नपाए पनि अब चाहिने जोकेरलाई अब हामीहरू अलिकति यसो देश दुनियाँ घुम्न पनि पर्ने फिर्न पनि पर्ने अब के गर्ने हामीहरू अब अहिले हामीहरू यो झिर्मीको यतापट्टि यो काखमा के भन्छ यहाँ उर्लेनी माथि आएका छौँ यो बालासिद्ध मन्दिरमा अब बालासिद्ध मन्दिरमा दर्शन गऱ्यौँ मेरो अब यो लोके भाइ र म हाम्रो बालासिद्ध देवताले रक्षा गरून् भलो गरून् मेरो भाइले त गालामा हात नलान गाँठी हामी त सिद्ध ठाउँमा आछौँ के अरे जय हो जय हो जय हो जय हो जय हो यो परेवा राख्ने ठाउँ रहेछ यो बस्ने कि यहाँ उडाउनेलाई परेवा बस्ने रहेछ यहाँ ल हेर्नु साथीभाइहरू यस्तो सिस्टमले बनाउनु पर्छ जी भगवान्को लागि होइन ल है सर र यस्तो मन्दिरको चाहिँ लुक्स चाहिँ एकदम बबाल लाग्यो मलाई है तपाईँहरूलाई नि यसो मनपर्छ भने सर आएर घुमिदिनु होला ल हामी चाहिँ ट्याक्क लाएर एउटा दुबीचौर भन्ने जय हो हजुर जय हो दुबीचौर भन्ने ठाउँमा हाम्रो एउटा ट्याक्क मन्दिर भेट्न आएका छौँ घुम्दै फिर्दै हेर्नुहोस् साथीभाइहरू यसो तपाईँहरूलाई नि यसो सरर यो मन्दिर घुम्न मन लागेको भए चाहिँ यहाँ आउनु होला है त सर्लक्क माथि हेर्नु रेसुङ्गा हो यति मिठो रेसुङ्गाको बन छ सानो रेसुङ्गा भनेको त्यो पारी माथि मन्दिर देखियो त्यही हो यो ठुलो रेसुङ्गा भनेको यही हो माथि टाल छ देखिएन हेर्नु यो हाम्रो दाइ हुनुहुन्छ दुई भाइ भएर हामी सरर घुम्दै आएका छौँ दाजुले रक्षा गर्नु हामीलाई हामी यसरी सरर घुम्दै हामी जाने बाटो यही हो जहाँनिर आउने बाटो एउटा मात्रै छ यो मुस्ताङ हो यो त्यहाँबाट जाने अनि ल भन्नु नमस्ते हामी आज यो बुढी झिर्मी भन्यो यो रेसुङ्गा नगरपालिका 12 रेनपा 12 मा हामी अवस्थित यस मन्दिरमा आएका छौँ यो मन्दिर अलग्गै ठाउँ जस्तै रेसुङ्गाको अलग्गै काखमा यो रेसुङ्गाको एउटा काख हो तर पनि अलग्गै यो डाँडामा यतिर यसको यो मन्दिरको दाहिने साइडमा अग्लो पहाड र यता तलतिर भिर भएको यो ठाउँमा यो पवित्र ठाउँमा आज हामी लोके भाइ र म घुम्न आएका छौँ देवीको दर्शन गरियो अब हामी यसमा हिँड्दाखेरि यता माथिपट्टिबाट हेर्दाखेरि यो त माथितिर देखाएको बाबु यो माथितिर यो अग्निपथ भनेर छ यहाँ रेसुङ्गामा आग लागि हुँदा पनि यो अग्निपथले गर्दाबाट यहाँ अग्निबाट यो बचाउँछ यो राम्रो ठाउँ छ एकचोटि हामी त आयौँ तपाईँहरू पनि एकचोटि घुम्न आउँदिनु होला भन्दै हाम्रो यो लोके भाइ र म आइयो ल हुन्छ धन्यवाद नमस्ते त्यो कुन ठाउँ हो सिमिचौर एयरपोर्ट यस्तो सिमिचौर यो यस्तो विदेशी मान्छेले साह्रै हेर्छ कि यस्तो भिडियो सर्लक्क सिमिचौरको एयरपोर्टमा हेर्नु है त पारिपट्टि छ